तपाईलाई सबैभन्दा बढी माया कसको लाग्छ? मम्मीको, बाबाको, होइन गर्लफ्रेन्डको या बोयफ्रेन्डको? होइन बेस्ट फ्रेन्डको पनि लाग्न सक्छ, या फिर आफ्नो छोराछोरीको। तपाईमध्ये 90% जनाको उत्तर यिनीहरूमै थियो होला। तर मैले तपाईहरू सबै झुट बोल्नु भएको छ भनिदिए भने के गर्नुहुन्छ? होइन झुट बोलेको छैन भन्नुहुन्छ होला। ल यो भिडियो हेर्नुहोस्। तिमीलाई यो संसारमा सबभन्दा बढी कसको माया लाग्छ रन्जु? तिमीलाई लाग्छ? ओहो थ्याङ्क यू। तिमीलाई कसको लाग्छ नि? मलाई पनि मेरै माया लाग्छ रन्जु। तपाईले जति मुखबाट यसको बढी माया लाग्छ उसको बढी माया लाग्छ भने पनि तपाईलाई पनि हरिवंश दाइलाई झैँ आफ्नै बढी माया लागेको हुन्छ। म गलत पनि हुन सक्छु है, तर मैले बुझाउन खोजेको कुरा मात्र बुझिदिनुहोस् कि हामीले आफूलाई नै अलि बढी महत्त्व दिन्छौँ। अब सबको प्यारो हुन किन यो कुरा चाहियो त? किन आफ्नो बारेमा बढी कुरा गर्ने त? अरूको बारेमा पो केही भन्ने हो र केही कुरा गर्ने हो र भन्नुभयो होला। अरे नातिनुहोस् न, मैले भन्दैछु, बस तपाईले अन्तिमसम्म साथ दिनु होला। सबैको प्यारो हुने तरिका नम्बर 1, जसरी तपाईलाई आफ्नो असाध्यै माया लाग्छ नि, हो त्यसरी नै अरू मान्छेलाई पनि आफ्नो असाध्यै माया लागेको हुन्छ। त्यसैले यदि कसैको मन जित्न चाहनुहुन्छ भने त्यस व्यक्तिलाई त्यो व्यक्ति महत्त्वपूर्ण हो भन्ने अनुभूति गराउनुहोस्। अब महत्त्वको अनुभूति कसरी गराउने त? याद गर्नुहोस् त्यो दिन जब तपाईलाई कसैले तपाईको तारिफ गरेको थियो। त्यो दिन तपाईलाई निकै खुसी लागेको थियो होला। हो त्यस्तै खुसी अरूलाई पनि लाग्छ। अब तारिफ गर्ने भन्दैमा खाली तारिफ गरिरहनु मूर्खता हो। यदि तपाईले खाली तारिफ गर्नुहुन्छ भने त्यस व्यक्तिलाई जिस्काए जस्तो लाग्छ, र यदि झुटो तारिफ गर्नुहुन्छ भने त झन् सम्बन्ध जो खराब हुन सक्छ। त्यसैले सधैँ साँचो तारिफ गर्नुहोला। तपाईलाई तपाईको मम्मीले वर्षौबाट खाना पकाउँदै खुवाउँदै गर्नुभएको छ, तर तपाईमध्ये निकै कम जनाले मम्मीले पकाएको खानाको तारिफ गर्नुभएको छ होला। आज तपाईले आफ्नो मम्मीलाई आजको खाना त साह्रै मिठो थियो भन्नुहोस् त। तपाईको लागि यो बस एक वाक्य हुन सक्छ, तर तपाईको मम्मीको लागि सबैभन्दा ठुलो उपहार हो यो। त्यसपछि तपाईले आफ्नो मम्मीको उत्साह र ऊर्जा हेर्नुहोस्। तपाईलाई गर्ने मायामा पनि परिवर्तन आउँछ, अलि बढी माया पाउनुहुन्छ। एकचोटि तारिफ गरेर त हेर्नुहोस्, अनि बल्ल त्यसको महत्त्व थाहा पाउनुहुन्छ। ल अब कुरा गरौँ अर्को तरिकाको बारेमा। तर यो तरिकाले त तपाईलाई सबैभन्दा चाँडै शत्रु बनाउनमा मद्दत गर्दछ, र त्यो शत्रु बनाउने तरिका हो अरूलाई त गलत होस् भन्ने बानी। यदि शत्रु बनाउन चाहनुहुन्छ भने त्यस व्यक्तिलाई त गलत होस् भन्ने कुरा अनुभूति गराइदिनुहोस्। यदि तपाईको एउटा साथीले इन्डिया र पाकिस्तानको म्याचमा इन्डियाले 221 रन ल्याएको छ भन्यो, तर हिजो रातिसम्म नसुती तपाईले म्याच हेर्नु भएको छ र रन चाहिँ 230 थियो। अब तपाईले यो अवस्थामा के गर्नुहुन्छ? पक्कै पनि साथीलाई त गलत होस्, रन त 230 आथ्यो भन्नुहुन्छ होला। अनि यस्तै बानीले गर्दा तपाईलाई निकै कम मान्छेले रुचाउँछन्, तर यसमा तपाईको कुनै गल्ती छैन, किनभने तपाईलाई कसैले यो कुरा सिकाएन त। तर आजबाट यो भुल चाहिँ नगर्नु होला है। यदि तपाईले कसैलाई त गलत होस् भन्नुभयो भने तपाईले गलत भन्नु साथ त्यो मान्छे आफ्नो बचाउको लागि आफ्नो तर्क दिन थाल्छ, र यसले विवाद पैदा गर्छ। त्यसैले आजैबाट अरूलाई गलत प्रमाणित गर्ने बानी छोड्नुहोस्। अब कुरा गरौँ तरिका नम्बर 3 को। तर यो भन्नुभन्दा पहिला मैले तपाईलाई एउटा प्रश्न गर्दछु कि तपाईले कहिल्यै अरूसँग बोल्दा अरूले भनेको कुरामा ध्यान दिएर सुन्नु भएको छ? मलाई थाहा छ तपाईले अरूले भनेको कुरामा खासै चासो देखाउनुहुन्न। कतिखेर यो मान्छे बोलेर सक्छ र म मेरो कुरा गर्छु भनेर कुर्नुहुन्छ। उसले तपाईलाई कति चासो देखाएर आफ्नो कुरा भनेको हुन्छ, तर तपाईले सुन्दै नसुनिकन यार सही हो भनेर भनिदिनुहुन्छ। मान्छेलाई आफ्नो बनाउन चाहनुहुन्छ भने अरूले गरेको कुरामा चासो राख्नुहोस्। कस्तो चासो राख्ने त? साँचो चासो राख्ने। अरूले केही कुरा गरेछन् भने ध्यान दिएर सुन्ने। अब आयो पाली तरिका नम्बर 4 को। ल भन्नुहोस् त, तपाईलाई सुन्दा सबैभन्दा आनन्द आउने शब्द के हो? मलाई थाहा छ के हो भन्ने। ल सुन्नुहोस्, तपाईलाई असाध्यै मनपर्ने शब्द आफ्नै नाम हो। तपाईको नाम सायद राजन होला, या आयुष होला, या सुमन होला, या फिर राधा होला। तपाईको नाम तपाईलाई असाध्यै प्रिय लाग्छ। अब मैले भर्खरै जसको नाम लिगे नि त्यो नाम भएको व्यक्तिहरूले यो भिडियो अन्त्यसम्म हेर्ने चान्स बढिहाल्छ, तर नाम नआएकाले हेरे पनि केही फरक पर्दैन है। त्यही भएर हरेक व्यक्तिसँग बोल्दा त्यसलाई त्यसको नामले बोलाउनुहोस्, किनभने त्यसलाई त्यो अत्यन्तै प्रिय लाग्छ। अब आयो तरिका नम्बर 5। यो तरिकाको मद्दतबाट हरेक समस्याबाट बाहिर निक्लनको लागि सकारात्मकता मिल्दछ। रिसाएका मान्छेको रिस घटाउन मिल्छ, तनावग्रस्त मान्छेको तनाव हटाउन मिल्छ, र त्यो तरिका हो मुस्कुराउने, अर्थात् स्माइल गर्ने। एउटा कुरा त हामी सबैले ख्याल गरेको छौँ होला कि यदि तपाईले कसैलाई देखेर स्माइल गर्नु भएको छ भने त्यस व्यक्तिले पनि उत्तरमा स्माइल दिन्छ। स्माइल गर्नाले राम्रो इम्प्रेसन पर्दछ, र यी नै हुन् अरूलाई आफ्नो बनाउने उपायहरू। यस भिडियोलाई लाइक गर्नुहोस् र हामीसँग जोडिने यस च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्। धन्यवाद।